यस्तै गरेपछि बल लाग्छ अनि उचालिन्छ है साथीहरू। यस्तै हेलो साथीहरू, तपाईँ पनि यदि एक्लै काम गर्दै हुनुहुन्छ भने चाहिँ यस्तै खम्बा निकाल्नु भयो, ठुल्ठुलो खम्बा, केहीको पनि ठुल्ठुलो खम्बा निकाल्नु पर्यो या केही निकाल्नु पर्यो भने यस्तो मुनि गाडिएको चिज निकाल्नु पर्यो। निकाल्नु एक्लै अब यसरी हल्लाएर यसरी सकिएन भने टक्कसँगले त्यो बान्ने हो। यसरी यो उता यता घुमाएर होइन टक्कसँगले यो बान्ने हो। त्यसपछि दुईवटा खम्बा यसरी यो लगाएर बाँस साथ त्यही लगाएर होइन दुईवटा खम्बा होइन दुईवटा बाँस यसरी लगाएर दायाँ दायाँ लगाएर टक्क बान्ने हो। त्यसपछि यस्तै गरेपछि बल लाग्छ अनि उचालिन्छ है साथीहरू। यस्तै यो तरिकाले फुट चाहिँ सर्ट हुन्छ साथीहरू निकाल्नु। त्यसपछि यो फुकालेर बुढी फुकालेर अब चाहिँ अलग्गै निकाल्नु सकिन्छ। साथीहरू कस्तो लाग्यो मेरो आइडिया?